शंकास्पद रूपमा गाडी मिडियाको गेट अगाडि राखिएका रहेछन्। गगन थापाको घर नजिक पनि राखिएको भन्ने खबर छ। मिडियामा छ्यापछ्याप्ती आइसकेपछि पनि कसैले लगेर गएनन् रे। नेपाल सरकारको प्रहरीले क्रेन लगाएर उठाएछ। एक नम्बर सुन्नुस्, कुलमान घिसिङले राज्यले प्रेस स्वतन्त्रतामाथि हमला गर्यो भनेर लेखेछन्। अब सबै विपक्षी दलले यही लेख्नेछन् केही क्षणपछि, यही भन्ने छन् सदनमा पनि। कारण विपक्षीसँग एजेन्डा अरू छैन। यसलाई एकछिनमा जस्टिफाई गर्ने नै छु, सुन्नु होला लास्टसम्म। 2 नम्बर, अनलाइन खबरका प्रधान सम्पादकले पनि कुलमानकै भाषा त्योभन्दा अगाडि नै लेखिसकेका छन्। अब प्रेससँग पनि समाचार सकिए जस्तो लाग्यो मलाई। जस्टिफाई गर्छु ल। 1 नम्बर त गाडी त्यही छ, नम्बर त्यही हुन्छ। यातायात कार्यालयबाट सजिलै पत्ता लाग्छ, जाऊ पत्ता लगाऊ, नत्र प्रहरीले पत्ता लगाइहाल्छ। गाडी त प्रहरीले नै क्रेन लगाएर उठाएको छ के र। 2 नम्बर, तिमीहरूको निगरानी अहिले टोले गुण्डाले पनि यसरी प्रमाण सहित गर्दैन क्या। कस्तो हो ग्वाजाङ्ग्राहरू। राज्यसँग स्रोत हुन्छ, अरू विधि अपनाइहाल्छ नि तिमीहरूको निगरानी नै गर्नु छ भने। खैर यसो राज्यले नगरोस्, कुबुद्धितर्फ नलागोस् भन्न चाहन्छु। कान्तिपुर अगाडिको गाडी रासपा नेताको भनेर हालिएको छ न्युजमा। यसरी आफ्नै खुट्टामा बन्चरो हान्ने त पागल नै होलान् होइन त। तर यस्तो शंकास्पद कुरामा अनुसन्धान भने गरौँ है, अफवाह फैलाउने होइन। न्युजले पनि, साधारण मान्छेले पनि र नेताले पनि। अहिले भइरहेको यही छ। सरकार डराएको छ। नगर प्रहरीलाई नखटाएर हेर्नुस् त त्यो पार्किङको बेहाल।